उहाँले हेर्दै बस्छ के जिज्ञासा भयो मनमा स्वागत छ हजुरलाई वेलकम टु मार्फा भिलेज गाइजहरू हामी चाहिँ यता अङ्कलतिर अङ्कल दाइहरूले सोध न जेरी गल्ली कहाँ हो म चाहिँ अब सोध्छु एकजना मान्छेलाई जेरी गल्ली लोकेसन हेर न यही हो सिधै गाइजहरू यो चाहिँ होइन जेरी गल्ली रे Take the next right, then your destination will be on the left. लाउड के हो रे हिरो त यहीँ आइपुगेछ अगाडि हो अगाडि मतलब छैन क्या आफै गयो जसरी हाँस्दै भाइ हाँस्दै Your destination is on the left. लेफ्ट टपमै बसेको थियो छोरोहरू खै त बाइक चाहिँ कहाँ राख्ने फोन गरौँ जेरी गल्ली र जेरी गल्ली यसरी हामी पार्क गर्नु छ बाइक जाडो छ लास्टै यहाँ त लास्टै जाडो छ कस्तो लाग्यो तिमीलाई भन्नु पर्यो रमाइलो रहेछ आछु सेर्पिनीहरू कति हो फुल खिचाउँ त फुल फुल है रियल फुल हो यो रियल नै रहेछ भगवान् जेरी गल्ली ल जेरी गल्ली वा के हो यो लक्ष्मण थाहा छैन मार्फा है त्यो पुरी खिच्ने भनेर पपुलर भयो के चाहिँ अनि क्लिनेस्ट त्यही यो ठाउँ चाहिँ के ए
यहाँको त्यो इन्भाइरोमेन्ट नै के कल्चरै त्यो चार्ली चार्ली तिर खास चाहिँ खान त मन थिएन पानी भन्दा यो रक्सी है पानी है खान त मान्दैन अब मुस्ताङ आएपछि है जाडो छ गाह्रो गाह्रो ल खै केसँग खाने थाहा घाँटी जाडोमा अलिकति ज्यान तताउनलाई ल भनिदेऊ क्या मैले चाहिँ जाडोमा ज्यान तताउनलाई होइन त हो परे यो चाहिँ के हो नखाम भनेको के गर्नु खाने पऱ्यो चतर चतर कहिले काहीँ हो चिक्न पर्नु होला हजुर साँच्ची नै झ्यापाए गाइजहरू अर्का टुच्चा खाएपछि लाग्छ गाह्रो छ गाह्रो गाह्रो ल छिटो हिँड न त तिमी तर जाडो भयो क्या तातो हुन्छ भनेर खाएको रक्सी झन् जाडो भयो ठ्याक्कै ल 5 मिनटमा आइपुग्नु पर्यो ए त्यसरी हो ए बाटो छोडिदेऊ अब यहाँबाट सुरु हुन्छ है जेरी गल्ली भाइ जेरी अन टप आइसक्यो नि त टम गली चाहिँ कता हो टम गली खले त तानु जाडो भयो यार कति जाडो भयो यस्तो खाएर जाडो भयो त्यसले मिठो बनाएर सिकाउँछ लास्टमा किन जाडो भएको त खाएर जाडो जेरी गल्ली यस्तै छ है त गाइजहरू आउनु पर्यो तपाईँहरू पनि चाँडै गाई घरलाई जाडो भइसक्यो है जाडो जाडो